Hello guys, it's me Justin. Welcome back again. फेरि नयाँ भिडियोमा तपाईँलाई स्वागत छ है। ठ्याक्कै खाली भन्नु पर्यो दाइहरू आउँदै हुनुहुन्छ अरे होइन, यहाँबाट स्वाट निस्किनुपर्छ। जिन्दगी यस्तै हो, गल्ती भइहाल्छ, धेरै धेरै रोयो कस्तो लागिरहेको त नि जापान बस्नलाई घुम्नलाई राम्रै हो, काम गर्न चाहिँ गाह्रो छ। बाङ्गा टिङ्गा तिम्रा कल्पना ल्याए तिमी हो लाखौँको धड्कन आज कति दिन हो? 7 दिन। अस्ति आउनुभयो त्यो पहिला सुरुमा जताउनु आएको बेला उता आएको होइन उताबाट सन्तुष्टि गोरा चाहिँ एकजना मात्रै यहाँ फेरि सिस्टम फरक हुने कि है। तपाईँ हामीहरूको चाहिँ आयो भने त सजिलो हो नि, नत्र 2जना मात्रै हुनेहरूलाई गाह्रो हुन्छ नि त, अनि काममा पनि जानुपर्छ। त्यो भयो भने चाहिँ केयर गर्छ कि नि सबै एउटा हिसाबले चाहिँ अलिक गाह्रो हुन्छ गाह्रो भयो नि उसलाई आफ्नो मान्छे भए हस्ता नि हुँदैन भन्ने कुरा होइन। काममा गएर धन्यवाद, केयर गर्नुहोस् भनेको। कस्तो भयो त रमाइलो भयो? बाबुलाई भनेर एक्लै जानु गाह्रो हुन्छ, त्यही लागि चाहिँ त्यतिको जानुपर्छ दिन्थेँ। अब के काम पाइन्छ? अब त्यो खाइके गर्नुपर्ने कहाँ हो हामी चाहिँ बाहिर गएर बस्नु हुने नि गाडी यहाँ टाइम लाग्छ र? टाइम लाग्दैन जाउँ ती टाइम लाग्ला कि भनेर फेस त अस्ति हेरिसक्नु भयो नि, आज पहिलोचोटि हेर होइन नि, होइन सेकेन्ड टाइम होइन? अस्ति आएर हेरिसक्यो छन् पहेँलो भइसक्यो होइन काली साधन जस्तो हो खोइ कस्तो साधन जस्तो हो त यो साधनले त मम्मीचे जस्तो छ भने त मम्मीचे जस्तो हुँदैन यो त हो जस्तो है मम्मी जस्तै नि, अलिकति पछि थाहा हुन्छ होला होइन, अलिक ठुलो भइसक्यो कार्टुन उठायो क्या थाहा भएन कि त नखै एउटा काट्ने क्या हो एउटा हो र होइन र रहेछ हो चढेको र है बाबाले ढिलो गर्छ है ज्ञानी भएको थिएन अहिले त भले बसिरहेको त कस्तो हेरे जस्तो हेरिरहेको छ क्या आउनु यता हेरेर निन्दा लाग्यो ल
त्यो त अलि रातो भयो कि छोरालाई चाहिँ बच्चा मात्रै हुन्छ त सपिङ गर्न लाँदैछौँ होइन गाह्रो भएन गाह्रो भएन हिँड्न गाह्रो भएर होला त नि आइसक्रिम रहेछ कस्तो खाउँ लाग्यो होला है कहाँ पाउँछ भनेर है हो त्यही लिएर आएको तिनीहरू आज धेरै कुराहरू सिकेँ नि मैले के सिक्यो धेरै कुराहरू सिकेँ मलाई सजिलो हुन्छ अब यो त सबै छ महिनापछि लाउने लुगाहरू होइन होइन पाउँछ सानो पनि सानो पनि पाउँछ यार हाम्रोभन्दा महँगो हुँदो रहेछ यार हाम्रो कहाँ पाउँछ इलाको हेरेर हुन्छ त लुगा देखेर बच्चा पाउँ लाग्छ भन्थ्यो एउटाले यो त मुख यो मुखमा हाल्छ होला नि त हाल्दैन अहिलेदेखि त्यस्तो दिन्छ यस्तो त यो त यस्तो चाहिँ मुखमा आउँछ मलाई भने बच्चालाई भनेको यस्तो दिनु भने त्यो पुलिस हुनु पाउँदैन क्या त्यही हेर्छ कस्तो क्युट हेर्नु न चट्ट किन्नु किन्नु पनि लाग्ने बुढ क्या दामी रहेछ मेरो ज्याकेटभित्र हा चट्ट निस्कम होइन होइन ल सिउ भोलि ल म चाहिँ त्यहाँबाट निस्केँ है एकछिन भेट्यो रमाइलो भयो गाडी त हेर्नु ल